हामीलाई चाहिँ लास्टमा यस्तो भयो दुईटा देख्छौँ हाम्रो दाजुहरू चाहिँ यतिको जाँगरिलो चाहिँ हुनु पर्यो नि त गणपति बाप्पा यहाँ हुनुहुन्छ राम भगवान अनि यहाँ चाहिँ हुनुहुन्छ राधा कृष्ण के गर्छ चलो धन्नो धन्नो दिदी भाइको केस त के हो उसको त हाइलाइट गरेर यस्तो भएछ पो यसरी बाँध्दा चाहिँ मजाको भएछ मेरो भाइको केस हेलो एवरीवन वेलकम बैक टू माय यूट्यूब चैनल विवेशना विश्वा आई होप कि आप सब लोग ठीक है और मैं भी एकदम ठीक हूँ और अभी सुबह का 9 बज रहा है और मैं और दीदी सुबह सुबह आए हैं घर अभी रास्ते में है पहुंचने वाले हैं और हम लोग क्यों घर पे आए हैं आप लोगों को मेरा वीडियो एंड तक देखना आप लोगों को मालूम पड़ जाएगा कि आज क्या है और हम लोग क्यों आए हैं घर पे सो गाइस अभी हम लोग जस्ट घर पे पहुंचे हैं और हमारे गांव में हो रहा है अभी शिव महापुराण हो रहा है और हमको अभी आज आने का मौका मिला सो अभी हम लोग वहां पे जाने के लिए आए हैं घर और हमारे घर से सब लोग जा चुके हैं पुराण में क्योंकि सुबह सुबह स्टार्ट होता है और हम लोग भी अभी फट से रेडी होके जाते हैं सो अभी तो मैं ऐसे आई हूँ सो मैं थोड़ा रेडी होती हूँ और आप लोगों से मिलती हूँ हेलो एवरीवन सो अभी मैं एकदम रेडी हो चुकी हूँ और अभी हम लोग आए हैं यहाँ पे फोटो शूट के लिए फोटो लेने के लिए साड़ी पहना तो फोटो नहीं लिया तो नहीं हुआ हाँ के भने रे मलाई पुत्र दिनुहोस् भविष्य जस्तो भन्छ होला पुत्र फोटो खिच्देऊ न सो गाइस अभी हम लोग थोड़ा फोटो लेते हैं एक दो आप लोगों को मेरा फुल लुक भी मैं दिखाती हूँ फोटो सेसन हुँदैछ दामी आयो यहीँबाट त यहाँ पे फोटोग्राफर और ये है हमारा गांव का एकदम नेचुरल व्यू उड़ीरहेको दामी भिडियो बनाइदेऊ त और अभी हम लोगों ने यहाँ पे फोटो लिया यहाँ पे ना एकदम व्यू अच्छा आता है यहाँ पे सीधा शिव मंदिर और ये देख सकते हैं आप लोग यहाँ का व्यूज अब चाहिँ दाजु बहिनीको ट्रन हो यिनीहरूको चाहिँ हाइट यस्तो दामी छ कि चट्टै दुईजना हामी चाहिँ छौँ बामपुरके सो गाइस अभी हमारा फोटो भी हो चुका है और हम लोग अभी जा रहे हैं पुराण में आज हमारा फैमिली से भंडारा है भंडारा तो आप लोगों को पता ही होगा डेली ना 11 दिन का पुराण है सो 11 दिन में एक दिन करके सब लोग भंडारा लगाते हैं सो आज हमारा फैमिली का टर्न है गतराज फैमिली के साइड से आज भंडारा है सो हमको थोड़ा वहाँ पे जाके देखते हैं अभी क्या क्या बन चुका है और बाबा आमा सब लोग वहीं पे है काकी सब लोग हमारा फैमिली का वहीं पे है अभी हम लोग थोड़ा फोटो लेने के लिए यहाँ पे आए थे फिर हम लोग रिटर्न जा रहे हैं वहाँ पे पूजा भी किया नहीं है सो अभी हम लोग जाके पूजा करेंगे फिर आप लोगों को भी मैं दर्शन कराती हूँ और ये है हमारा गांव का व्यू अब चाहिँ यसरी बसेर चाहिँ हुँदैन काम पनि गर्नुपर्ने हुन्छ हो त्यही भएर हामी चाहिँ जाँदैछौँ अब काम गर्नलाई यहाँ चाहिँ कथा स्टार्ट भइसकेको छ शिव कथा शरीरमा चाहिँ बेसी घमण्ड नगर्नु अरे शरीरलाई कहिले पनि केही पनि हुन सक्छ अरे सो गाइस यहाँ पे हो रहा है हमारा गाउँ का शिव महापुराण उसले आफ्नो सबै भएका आफ्ना मनका इच्छाहरूलाई मारेर हाम्रो कामनाहरू पूरा गर्नुभयो आज हामी चाहिँ यहाँ बसिरहेको छौँ हाम्रो काकीहरू अन्त दिदी म अरू पनि हुनुहुन्छ हामी चाहिँ यहाँनिर कथा सुन्दै बसिरहेको छौँ डान्स स्टार्ट भयो अलिकति भिडियो गर्नु डान्स स्टार्ट भयो यहाँ चाहिँ
भगवानको मन्दिरमा पूजा गर्ने गयो भगवानको नामले रातो टीका लाउने गयो भगवानको मन्दिरमा पूजा गर्ने गयो भगवानको नामले रातो टीका लाउने गयो भण्डारा पाक्दैछ तपाईहरुले देख्नुहुन्छ के छ ल हामी चाहिँ हेर्नु गएको यहाँ चाहिँ हुनुहुन्छ आजको अबे यहाँ सेकको कुरा गरिरहेछ यसो छ नि त बेउरा चाहिँ यहाँ चाहिँ खाना पाक्दैछ हाम्रो आजको छोले रहेछ यहाँ चाहिँ खिचडी काकी छोले रहेछ यहाँ चाहिँ रहेछ खिचडी दादाहरूले बनाउनु हुँदैछ यहाँ चाहिँ एक डेक्ची चाहिँ पाकिसकेछ हाम्रो खिचडी दामी भएछ अहिले टेस्ट गरेर तपाईँलाई देखाउँछु भएका समस्त व्यक्तिहरूको नाममा नामहरू बताउनुहुन्छ स्वर्गीय एमएस गजराज स्वर्गीय नरबहादुर गजराज स्वर्गीय काजी गजराज स्वर्गीय प्रेमबहादुर गजराज स्वर्गीय कामना गर्दछौँ पितृहरूको आशीर्वाद भगवानको आशीर्वादले गर्दाखेरि घरमा सुख शान्ति छाओस् बालकहरूमा सद्बुद्धि सद्विद्या प्राप्त होस् सिताएका सबै मनोकामनाहरू पूरा हुन् सधैँभरि भगवानको यस्तै प्रकारले दिव्य महिमाहरू सुन्ने सौभाग्य प्राप्त भइरहोस् र भगवानको चरणमा पनि उहाँहरूको मन भक्ति बढेर जाओस् भन्ने भगवानलाई प्रार्थना गर्दछौँ शङ्कर भगवान की र भण्डारा दिने मध्येमा कोही एक दुईजना जो अलिक वृद्धहरू हुनुहुन्छ उहाँहरूलाई कृपया लिएर आउनु होला यहाँनिर हामी सम्मान गर्नेछौँ जानु न तपाईँहरू आमाहरू आउनुहोस् न जो विशेष मुख्य हुनुहुन्छ उहाँहरू आउनुहोस् उता जानु न बाबा लानुहुन्छ र आउनुहोस् र अब हामी हुँदैन जानु न जुन भक्तहरूले यस महापुराणको सफलता कामना लिएर केही अझै यस महापुराणमा दान दिनुभएको छ द्रव्यहरू यसको उहाँको नाम बताउँछु हजुरहरूले जोरदार ताली बजाएर सहयोग गर्दै गर्नुहोला विद्या थापा टिङलिङ लिम्बू गाउँबाट 200 रुपियाँ राजेन थापा टिङलिङ लिम्बू गाउँबाट 200 रुपियाँ दलवीर 500 रुपियाँ नरेन्द्र प्रधान खरबनीबाट 300 रुपियाँ अभिषेक अभियान थापा लिम्बू गाउँबाट 1100 रुपियाँ आयुष थापा लिम्बू गाउँबाट 501 रुपियाँ भानु थापा लिम्बू गाउँबाट 300 रुपियाँ सोमा रावत लिम्बू गाउँबाट 1000 रुपियाँ दिएर सहयोग गर्नुभएको छ र लिम्बू गाउँबाट 250 रुपियाँ यहाँ चाहिँ हाम्रो सेटअप हुँदैछ यहाँनिर कहाँनिर खाना राख्ने भनेर आरती हुनु आँट्यो यहाँ चाहिँ हो अब आरती सकेर चाहिँ खाना स्टार्ट हुन्छ हाम्रो कति बदनाम हुन्छ होइन त्यो अतिथि देव भव पहिला अतिथिलाई अनि मात्रै हामी जानेर गर्छौँ हाम्रो भण्डारा स्टार्ट भयो यहाँ चाहिँ सकियो भगवान की सिद्धेश्वर महादेव की सदगुरुदेव भगवान की भक्तवल भगवान की शांति भगवान की
श्री शिव महापुराण की हामीलाई चाहिँ लास्टमा यस्तो भयो दुईटा देख्छौँ आयो खोर्सिनीमा पऱ्यो है हामी चाहिँ फ्राइडहरू ल हामी खान्छौँ हामीलाई देऊ त यसमा यति उब्रियो है हामीलाई चाहिँ 2 डेक्सीमा बिहानदेखि खाजा नखानेहरू बिहानदेखिको है भन्दैन हुन्छ हुन्छ काकी हामीलाई भइहाल्छ लु एक भाग हालिदिउँ अहिले साह्रै मात्रै छ खानु न छ त हामी भोकाको अनुहारहरू तर डेक्ची चाहिँ रित्यो हाम्रो यो चाहिँ हामीलाई सबैले खाइसकेर अब चाहिँ ए सब्जी रहेछ त अन्त सब्जी त दामडी कि मामडी कम्ती हालिदिनु काकी म त खिर खान्छु यो म खान्छु है मामडी खानु सक्दैन ए आमा नि त त्यो एउटा प्लेट छ प्लेट छैन अरू यहाँ चाहिँ हामी अब खानु आँटेको खाना पुग्छ भित्र छ त काकी ए उसले खिर छ यो हो नि खिर छ भने ल्याउ न भित्रबाट खिर त छ त हौ जाउ लिएर भित्रबाट अब खानुपर्छ ए खोइ मेरो भात यो मेरो हराइहाल्यो त यताको प्लेट साट्यो क्या मेरो होइन कम्ती थियो नि मेरो खम ए ऊ खिर हाल्दा त कान्छ यहाँनिर अलिकति डरे खान्न म हेर न फेरि नगर न त्यस्तो त कम्ती हाल बाबु खिर अचार र ए खिचडी भरे भेटौँ न आन्टी खिचडी अचार र सब्जी छोले अन्त हाम्रो खिर छ भयो आमा हाल मेरो भाग हाल अब धन्यवाद जुटा नपार न प्लास्टिक पो रहेछ यसमा त भाडा मर्नु लागेको ए हुँदा सिस्टम राम्रो भएछ त भाडा मर्ने अर्कै पकाउने अर्कै भोलि कहिले पर्छ होला भएको रहेछ मिठो भएको रहेछ दर्शन गर्नुहोस् न अघि चाहिँ मैले यसरी देखाउनु पाइनँ तपाईँहरूलाई यो पण्डाल हो यस्तो छ हाम्रो गाउँको पण्डाल चाहिँ ल एक फोटो खिचिदिउँ न है अहिले सबैजना गइसक्नु भयो भण्डारा खाएर है अब फेरि बेलुका आउनुपर्छ गाइज बेलुका चाहिँ 7 बजीदेखिको स्टार्ट रहेछ अन्त बेलुका आउँछौँ हामी ल अब चाहिँ मेरो भाइले पुण्य कमाउँदैछ ला त है पुण्य कमाएर है उछिटायो उसले त पुरै उछिटायो हाम्रो दाजुहरू चाहिँ यतिको जाँगरिलो चाहिँ हुनु पर्यो नि त
आँगन हो, भित्र पंडाल सकेर पनि यहाँ आँगन दिँदैछ दुईजनाले चाहिँ। सो गाइस अभी हम लोग घर आ चुके हैं और घर पे आके कपड़ा भी चेंज कर लिया और रात को खाना खा के फिर हम लोग जाएंगे पूरन में। सो अच्छा लग रहा है, वहाँ पे कथा सुनने मिला हम लोगों को। बहुत सालों बाद हमारे गांव में फिर से पूरन हुआ है। पहले हुआ था श्रीमद् भागवत महापूरन, अभी हो रहा है शिव महापूरन। सो हम लोगों ने भी दर्शन करने मिला हम लोगों को भी। और यहाँ पे धमाधम हमारा डिनर बन रहा है और कुक है के भन्छ हमारा फेमस कुक फेमस कुक र कुकको आमा दोनों जगह पे वही है फेमस कुक। कुक के हाथ का करेला फ्राई और मैंने यहाँ पे बनाया सब्जी। यहाँ पे बन रहा है करेला फ्राई क्योंकि अभी पूरन चल रहा है, तो हम लोग बिना प्याज लहसुन का खाना खा रहे हैं। और मेरे ब्लॉग के थ्रू आप लोगों को भी मैंने दर्शन कराया। सो देखते रहना मेरे ब्लॉग को एंड तक। अभी हम लोग जाएंगे खाना खा के, फिर 6 बज चुका है, वहाँ पे अभी भजन लगाना स्टार्ट कर दिया है। उसके बाद में उसके बाद हम लोग खाना खा के फिर 7 बजे के बाद हम लोग जाएंगे और आप लोगों को मैं दिखाती हूँ रात का नज़ारा कैसा होता है ना अमी? कैसा होता है भन्नु न। के होता है केही पनि होता है। कस्तो लाग्दैछ? मजा आउँदैछ? मजा आउँछ, नाचिँदैछ मजासँगले पुराणमा यसरी। अन्त पुराण सकिएपछि कस्तो सुन्ने हुन्छ होला? सुन्ने हुन्छ नि, छ्याम्मै हुन्छ, गाउँमै सुन्ने हुन्छ नि है। सुन्ने। यहाँ चाहिँ मेरो आमाले रोप्नु भएको फुल हो। अहिले चाहिँ साँझ परिसक्यो, मजाले फुलाउनु भएको रहेछ लालुपाते। के भन्दैछ? आमालाई तिमी यहाँ किचनमा बस्नु आमा भन्ने त मलाई दिदी झन् दिदी छिट्टाइहाल्नु भन्यो मैले। अन्त यो भित्र किचनमा बसेपछि आमा र दिदी चाहिँ भन्छ दिदी झन् कति भन्छ भनेको थियो कि अहिले मलाई आएर नि त्यसो त के पो आमा र भिजमा कति भन्छ भनेर भन्दै थियो भन्दैछ मलाई। अब बेलुका चाहिँ पुराणमा क्वेसन आन्सर हुन्छ, अन्त क्वेसन आन्सरको लागि गिफ्टहरू पनि प्राइजहरू पनि दिनुहुन्छ। जसले राम्रो आन्सर भन्छ त्यसको लागि चाहिँ हाम्रो घरबाट पनि हामीले गिफ्टहरू बनाउँदैछौँ। यहाँ प्याक गर्नु आँटेको। यहाँ चाहिँ गणपति बाप्पा हुनुहुन्छ, एउटा गणपति बाप्पा, यहाँ हुनुहुन्छ राम भगवान, अनि यहाँ चाहिँ हुनुहुन्छ राधा कृष्ण, अन्त यहाँ चाहिँ मैले प्याक गर्नु आँटेको। यहाँ फेरि हुनुहुन्छ गणपति बाप्पा। टोटल 4वटा गिफ्ट चाहिँ म हाम्रो प्याक गर्नु आँटेको। यहाँ चाहिँ हाम्रो गिफ्ट रेडी भइसक्यो। आज चाहिँ आन्सर भन्छ अरे हाम्रो बहिनीले। भन्छौ गुगलमा परेर यस्तो लाज पार्छ। तिमी भन्छौ कतिवटा भन्छ? जब समा बुझी तो मैं दिल में रंग आया। अब हेर्नुहोस् पुराण सके पछाडि त्यहाँबाट मलामी जसलाई भनिन्छ, वास्तवमा मलामी जहाँ पछि हो तपाईँलाई थाहा छ। कथा स्टार्ट हुँदैछ। हामी मलामी त जान्छौँ, कोही पुग्ने बित्तिकै ओहो मेरो त कति दुखित भएका हुन्छन्। त्यस्तो अवस्थामा पनि हामी एकदम अर्कै प्रकारको सोच राख्छौँ। हेर्नुहोस् कति गलत छ, हामीले यो कुरालाई ध्यान दिएका छैनौँ। सुख शान्ति सधैँभरि भगवानको कृपा बर्सिरहोस्। साथै सुशान्तिको कामना गर्दै छोरा स्वर्गीय सञ्जय अधिकारी औ स्वर्ग अधिकारीको स्वर्गमा बास होस् भनेर पुरस्कार दिनुभएको छ। उहाँलाई पनि जोरदार तालीले स्वागत गर्नुहोला। जुन मनोकामना लिएर हजुरहरूले पुरस्कार दिनुभएको छ, मनोकामनाहरू पुरा हुन्। टिङ्लिङ धुब्रीबटेबाट गाउँ निवासी श्रीमान हिमाल गहतराजद्वारा आफ्नो छोरा छोरीहरू सुश्री भावना गहतराज, कृष्ण गहतराज, श्री भवेश गहतराज अनि सुश्री भवानी गहतराजको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै यो पुरस्कार दिनुभएको छ। उहाँलाई पनि जोरदार तालीले स्वागत गर्नुहोला। जतिले पनि हामीलाई पुरस्कार दिएर सहयोग गर्नुभएको छ उहाँहरूको सबैको मनोकामना पुरा हुन्, घरमा सुख शान्ति छाओस् सधैँभरि। सोध्नु भएको प्रश्नको उत्तर दुर्वास। बस्नुहोस् एकछिन। अब अघि यता आएको थियो होइन, यता गएको होइन प्रश्न सकेर मात्रै आउँछ। यहाँको अरू कसो हामीले जोरदार तालीले स्वागत। पायो 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 फ्लप हामी फ्लप भन्यो हामी फ्लप।
शङ्कर भगवान की अनसुया पहिले श्रीया भन्नुभयो है। धेरैजनामा धेरै हात उठ्दाखेरि चाहिँ हेर्नु शुद्ध हुनुपर्छ, किनकि शुद्ध भन्नेवाला कोही निश्चित हुन्छ नि त होइन। नभएदेखि हात कसैको नउठेर एकजनाको मात्रै उठ्यो, अलिअलि गल्ती छ भने पनि त्यसलाई हामी मिलाउन सक्छौँ। र प्रश्न रहेको छ यतापट्टि, ध्यान दिएर सुन्नु होला। प्रश्नको उत्तर हो युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेव। ठिक भन्नुभएको, जोरदार ताली स्वागत। जोरदार ताली स्वागत गर्नुहोस्। जय जय श्री राधे श्याम। सर्वे भवन्तु सुखिनः, सर्वे भवन्तु, सर्वे सन्तु निरामया, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः। सम्पूर्ण भक्तहरूले चिताएको सबै मनोकामनाहरू पूरा हुन्, भगवान भोले बाबाको सधैँभरि कृपा बरसिरहोस् भन्दै आज 9 दिनको रात्रिकालीन सत्रलाई पनि हामी यी विस्तार गर्छौँ। सबैलाई शुभरात्रि शुभरात्रि शुभरात्रि। सो गाइस, हाम्रो आजको पुराणको चाहिँ आजको 9औं दिन चाहिँ समाप्त भयो। अन्त रमाइलो भयो, एकदमै रमाइलो भयो। भजनमा डान्स गऱ्यौँ हामीले, शान्ति भयो मन है।